Good morning. Good morning from धुलीखेल। मित्रहरू, बन्धन भनेको के जस्तो लाग्छ तपाईहरुलाई? भन्छ त के हो बन्धन भनेको? कहिले सोच्नु भएको छ यो हामीले जे कुरालाई बन्धन भनिरहेका हुन्छौं त्यो बन्धन के होला भनेर कहिले सोच्नु भएको छ? के हो बन्धन? केवल मनको भ्रम, केवल भ्रम। कहिलेसम्म हामीले हामीलाई बाँधिरहेको हुन्छौं थाहा छ? जहिलेसम्म ज्ञानले आफूलाई पखाल्दैन। कहिलेसम्म हामीले आफूलाई बाँधिरहेको हुन्छौं? जहिलेसम्म स्वतन्त्रताको स्वादले आफूलाई पखाल्दैनौं। हामीलाई लाग्छ संसार भनेको यो बाहिर देखिएका कुराहरू हुन् र तिनै बाहिर देखिएको कुरामा म बाँच्नुपर्छ। बाहिर देखिएको सोसाइटीले, बाहिर देखिएको मेरो भन्ने जति पनि तत्त्वहरू छन् ती तत्त्वहरूले निर्धारण गरेका दर्शनहरू, आदर्शहरू नै मेरो जीवनको नक्सा हो जस्तो हामीलाई लाग्छ। वास्तवमा ती कुनै पनि कुरा तपाईको आफ्नो नितान्त स्वतन्त्र व्यक्तिगत विषयवस्तुहरू होइनन्। सोसाइटी तपाई हामी जस्तै मानिसहरू मिलेर बनेको एउटा संरचना हो। मेरो भन्ने तत्त्व हामीले मानेर भएको हो। मेरो मान्दै नमानौ भनेको होइन। मेरो मान्दै नमानौ भनेको होइन। मेरोलाई मेरो होइन परमात्माको हो भनेर मान्यो भने के भयो? स्वतन्त्रता भयो, हैन? ज्ञानले के हुन्छ? ज्ञानले आँखा सफा हुन्छ, कान सफा हुन्छ, हृदय सफा हुन्छ। जब आँखा, हृदय, कान, आचरण सबै कुरा सफा हुन्छ तत्पश्चात संसार परमात्माको हो, म पनि परमात्माको हो, सबै समान हो। अनि बन्धन कहाँ रहन्छ र मित्रहरू? जो हृदयबाट मलाई सुन्नुहुन्छ नि, मेरो शब्दहरू, मैले बोलेको शब्दहरू जुन अस्तित्वले बोलिरहेछ, मैले बोलिरहेको छैन, उहाँहरूलाई मात्रै हो। यो धेरै बुद्धि तर्क गर्ने, बुद्धि खेलाउने, यस्तो यस्तो भनेर एकदम लजिक दिने उहाँहरूलाई होइन। किनभने म कुनै पनि कुरा बुद्धिबाट बोल्दिनँ, हृदयबाट बोल्छु, भावहरू व्यक्त गर्छु तपाईहरुसँग। मित्रहरू,